हेलो एन्ड नमस्ते साथीहरू, म पनि सन्चै छु र तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्दै मेरो आजको भिडियोलाई अगाडि बढाउँदै र अगाडि बढ्दै गइरहेको छु। र आज चाहिँ म कहाँ जाँदै छु भन्ने तपाईहरुलाई म क्रमशः रूपमा बताउँदै जाने छु। आजको मेरो यात्रा चाहिँ अरुण 3 हाइड्रो पावर नेपालकै ठुलो र बहुत चर्चित आयोजना हो। यही आयोजनातर्फ अगाडि बढ्दैछु र त्यो आयोजनाका बाहिरका दृश्यहरू र त्यसभित्रका सुरुङ मार्ग पनि जमिनभन्दा 3-4 किलोमिटर भित्र गएर तपाईलाई अवश्य पनि देखाउने कोसिस गर्नेछु। र म बिस्तारै अगाडि बढ्दै यस आयोजनाका बारेमा मैले अध्ययन गरेर जाने बुझेका कुराहरू भन्दै जानेछु र म अघि बढ्दैछु। अरुण नदीमा निर्माणाधीन रहेको यो आयोजना मकालु गाउँपालिका र चिचिला गाउँपालिका सङ्खुवासभाभित्र पर्दछ। यो आयोजनाको पावर हाउस चिचिला गाउँपालिकामा पर्दछ भने यो आयोजनाको ड्याम साइट मकालु गाउँपालिका वार्ड नम्बर 5 र मकालु गाउँपालिका वार्ड नम्बर 3 भित्र पर्दछ। आयोजनाको पूरा नियन्त्रण भारत सरकारसँग रहेको छ भने यस आयोजनाको क्षमता भने 900 मेगाहर्ज रहेको छ। आयोजनाको कुल लागत भनेको 1 खर्ब 4 अर्ब रहेको छ र यस निर्माण कार्यमा 5 वर्षमा सकिने जनाएको छ र 2071 साल मङ्सिर 10 गते आयोजनाको सम्झौता विकास बोर्ड पीडीएसँग भएको थियो। र सोही आयोजनामा आज मेरो त्यस आयोजनाका बाहिरको दृश्य, त्यहाँका कामदारहरूका, त्यहाँका सामग्रीहरूका, त्यहाँका मिसिनरी सामानहरूका र त्यस आयोजनामा भइरहेको कार्यबारे मैले सक्दो देखाउने कोसिस गर्दैछु। र हामी लगभग अरुण 3 हाइड्रो पावरको आयोजनाको बाहिरको आसपास पुगिसकेका छौँ र तपाईहरू देख्न सक्नुहुन्छ विभिन्न मिसिनरी सामान, विभिन्न गाडी घोडा, विभिन्न अफिसहरू, विभिन्न डोजर भ्याकुहरू र विशेष गरी यस आयोजनामा भारतीय कामदारहरू मात्रामा बढी देखिन्छ र यस आयोजनामा स्थानीय कामदारहरूलाई पनि पहिलो प्राथमिकतामा 3000 कामदारलाई रोजगार दिने भनिए पनि यस आयोजनामा सम्झौता र भए बापत नभएको म स्थानीय भएको हिसाबले महसुस गर्न सक्छु। यो कदापि भएको छैन। स्थानीयहरूलाई केही अन्याय भएको छ यहाँ र यतिखेर भारतीय कामदारहरू आफ्नो काम कार्य सकेर खानाको टाइम भएको छ र खानामा फर्किने क्रम तपाईहरुले प्रष्ट रूपमा क्यामेरामा देख्न सक्नुहुनेछ। यो चाहिँ बाहिरको दृश्य हो र यो कोशी लासा राजमार्गमा हामी यात्रा गरिरहेका छौँ र कोशी लासा राजमार्गको अरुण पुल पनि यही आयोजनाभित्र आसपासमा पर्दछ र यस निर्माणाधीन आयोजनाको ले गर्दा यस अरुण पुललाई पनि केही क्षति पुर्याएको र जोखिम पुर्याएको छ र त्यो पनि म तपाईहरुलाई केही क्षणमै देखाउने छु। र यस जोखिमलाई नियन्त्रण गर्न सम्बन्धित निकाय र सम्बन्धित संस्था, बुद्धिजीवी, अग्रज माननीय नेताजीहरूलाई पनि म ध्यान आकर्षण गराउन चाहन्छु, किनभने यो एकदम कोशी लासा राजमार्गको पुल हो। यसबाट ठुलो क्षति पुग्न सक्छ भोलि। त्यसैले माननीयज्यूहरूको समयमै ध्यान आकर्षण होस् भन्ने चाहन्छु। र आज म तपाईहरुलाई यस अरुण 3 हाइड्रो पावरको बाहिर मात्र नभएर सुरुङ मार्गभित्रको पनि दृश्य देखाउने छु। म केही क्षणपछि तपाईहरुलाई सुरुङ मार्गभित्र भेट्नेछु भन्दै र यो बेला चाहिँ हामी सुरुङ मार्गभित्र पुगिसकेको छौँ। हाम्रो टिम पुगिसकेको छौँ र हामी चाहिँ सुरुङ मार्गभित्र गाडीमा गएको थियौँ। केही असहजताका कारण मैले गाडीमा भित्र गएको दृश्य देखाउन सकिनँ र हामी गाडीबाट फर्किने क्रममा सुरुङ मार्गभित्र रहेको काम कार्य यसरी हुँदैछ। यस्तो किसिमले भित्र चाहिँ
सुरुङ मार्गभित्र चाहिँ मेरो पनि जीवनको पहिलो अनुभव हो यो। हामी चाहिँ जमिन बाहिरभन्दा जमिनभित्र 3 किलोमिटर भित्र छौँ र जमिनभित्र 3 किलोमिटर भित्रबाट बाहिर फर्किने क्रममा छौँ र भित्र चाहिँ जमिनभित्र यस प्रकारले सुरुङ मार्गको काम भइरहेको छ र तपाईँहरूलाई कस्तो लाग्छ, कस्तो लाग्यो, प्रतिक्रिया सुझाव सल्लाहको सदैव म अपेक्षा राख्दछु। र हामी भित्र केही गाडीबाट ओर्लिएर केही फोटाहरू केही भिडियोहरू लिएर हाम्रो दिदी भाइ दाजु भाउजू भाना भान्जीको टिम फेरि पूर्ण गाडीमा चढेको छौँ र अब म फर्किने क्रममा सुरुङ मार्गको पुरा काम कार्य देखाउने छु। र यहाँ चाहिँ 2टा सुरुङ छ। एउटा चाहिँ बाहिरबाट आउने सुरुङ मकालु गाउँपालिकाबाट चिचिला गाउँपालिकातिर सुरुङ मार्ग हुँदै पानी जाने पावर हाउसतिर पानी जाने सुरुङ र यो चाहिँ यहाँबाट पानी निकास हुने सुरुङ थियो। हामी चाहिँ बिस्तारै बाहिर निस्किने क्रममा छौँ र म यति भन्दै तपाईँहरूलाई यो मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईँहरूको साथ र सहयोगको मलाई एकदमै अत्यन्तै जरुरी छ। त्यसैले सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्दै बिदा हुन्छु। तपाईँहरू बाहिरसम्मको दृश्य यो भित्रको दृश्य हेर्दै बाहिर निस्किनुहुन्छ र म बाहिरसम्मको प्रष्ट भिडियो तपाईँहरूलाई मार्फत प्रस्तुत गर्नेछु। हस्त धन्यवाद। जय न्यू सञ्जोपति सङ्गठन।